एससीमा केमिस्ट्रीबाट सोध्न सक्ने इम्पोर्टेन्ट लङ क्वेसन। यहाँ क्वेसनले के सोधेको छ भन्दाखेरि एन्सर द फलोइङ क्वेसन्स विथ द हेल्प अफ गिभन टेबल। अब यहाँ हामी हेर्न सक्छौँ टेबल दिएको छ, यो सोडियम, म्याग्नेसियम, एल्युमिनियम, सिलिकन, फस्फोरस र यसको चाहिँ यहाँ इलेक्ट्रोनिक कन्फिगरेसन दिएको छ। अब यसको आधारमा हामीले एन्सर लेख्नुपर्ने हुन्छ। यहाँ क्वेसन नम्बर ए मा सोधेको छ इन विच पिरियड डु द एलिमेन्ट्स बिलोङ टु। माथिका तत्त्वहरू कुन पिरियडमा पर्छन् हैन। अब हामीले यो कुन पिरियडमा पर्छ भन्दाखेरि यो पिरियड पत्ता लगाउने भनेको चाहिँ यो नम्बर अफ सेल्स कतिवटा इन्भल्भ छ त्यसको आधारमा हामीले यहाँ हेर्न सक्छौँ। यो इलेक्ट्रोनिक कन्फिगरेसन गर्दाखेरि यो सबै एलिमेन्टहरुमा चाहिँ 3वटा सेल्स इन्भल्भ छ, KLM 3वटा सेल इन्भल्भ छ। त्यही भएर यो चाहिँ पिरियड 3 मा पर्छ। सो द एलिमेन्ट्स बिलोङ टु पिरियड 3 n इक्वल्स टु 3 भन्नुपर्छ। अर्को नम्बर बी मा सोधेको छ व्हिच ब्लक डु म्याग्नेसियम एन्ड आर्गन बिलोङ टु। अब म्याग्नेसियम र आर्गन कुन ब्लकमा पर्छ त भन्दाखेरि अब म्याग्नेसियम बिलोङ्स टु एस ब्लक। म्याग्नेसियम चाहिँ एस ब्लकमा पर्ने भयो भने आर्गन बिलोङ्स टु पी ब्लक। अब त्यो आर्गन चाहिँ पी ब्लकमा पर्छ भनेर लेख्नु पर्यो। अब यो कसरी पत्ता लगाउने भन्ने कुरा हामीले इलेक्ट्रोनिक कन्फिगरेसन सब सेलको आधारमा इलेक्ट्रोनिक कन्फिगरेसन गरेर पनि पत्ता लगाउन सक्छौँ यदि कन्फ्युज भयो भने। र यहाँनिर सी मा सोधेको छ व्हिच कम्पाउन्ड इज फर्म बाई NaNCl। अब Na र Cl बाट कुन कम्पाउन्ड बन्छ भन्दाखेरि फ्रम NaNCl सोडियम क्लोराइड द्याट इज NaCl। सोडियम क्लोराइड भन्ने अनि ब्र्याकेटमा NaCl लेख्ने, NaCl इज फर्म भनेर लेख्नु पर्यो। र अर्को नम्बर डी मा सोधेको छ राइट द ब्यालेन्स केमिकल इक्वेसन बिट्विन म्याग्नेसियम एन्ड क्लोरिन विथ इट्स टाइप। अब यहाँनिर हामीले लेख्नु पर्यो म्याग्नेसियम र क्लोरिनको ब्यालेन्स केमिकल इक्वेसन लेख्नुपर्ने हुन्छ। अब म्याग्नेसियम र क्लोरिनको ब्यालेन्स केमिकल रियाक्सन भनेको अब Mg प्लस क्लोरिनको लागि चाहिँ Cl2 हुन्छ र यो भनेको MgCl2 चाहिँ फर्म हुन्छ। अब यसको टाइप भनेको यो कुन टाइप अफ केमिकल रियाक्सन हो भन्दा यो चाहिँ कम्बिनेसन अर एडिसन रियाक्सन हो भनेर लेख्नुपर्ने हुन्छ। धन्यवाद।